नमस्कार। आज हामी सुन्दै आएको विषयवस्तुको बारेमा कुरा गरौँ। हामीले सुन्दै आएका छौँ कि बच्चा-बच्ची या दिमागी हालतमा अशक्त हुनुभएको व्यक्तिहरूले गर्नुभएको कुनै पनि अपराध, कुनै पनि काम कानुनले नगर्न भनेको काम गर्नुभएको छ भने त्यसमा सजाय हुँदैन, किनभने उहाँहरूलाई थाहा हुँदैन उहाँहरू बच्चा-बच्ची हो कि फेरि उहाँहरूको दिमाग अरू मान्छेले जस्तो बुझ्ने वा बुझ्ने अन्डरस्ट्यान्ड गर्न सक्ने खालको हुँदैन भनेर हामीले सुन्दै आएका छौँ। तर हाम्रो कानुनले के भनेको छ त, हाम्रो दुई तरिकाको कानुन हुन्छ। एउटा देवानी कानुन हुन्छ, एउटा फौजदारी कानुन हुन्छ। र देवानी कानुनको दुष्कृति कानुन टर्ट ल अन्तर्गत चाहिँ बच्चा-बच्चीले वा दिमागी हालतमा अशक्त हुनुभएको व्यक्तिहरूले गरेको अपराधको लागि पनि उहाँहरू भागीदार हुनुपर्छ। जेल सजाय फौजदारी कानुनमा आउँछ। त्यो जेल सजायहरूमा चाहिँ बच्चा-बच्ची र दिमागी हालतमा अशक्त हुनुभएको व्यक्तिहरूलाई चाहिँ त्यो कानुन जेल सजाय हुँदैन, तर उहाँहरूले दुष्कृति टर्ट ल अन्तर्गत कुनै पनि अपराध काम नगर्नुपर्ने काम गर्नुभएको छ भने त्यसमा उहाँहरूलाई पनि कम्पनसेसन गराइन्छ। कम्पनसेसन भनेको चाहिँ पीडित पक्षलाई उहाँहरूले भोग्नु परेको बापत दिलाइने रकम हो। र त्यो रकम चाहिँ बच्चा-बच्चीले गरेको अपराधकोबाट भए तापनि वा दिमागी हालतमा अशक्त हुनुभएको व्यक्तिहरूले गरेको अपराधको बापत भए तापनि तिर्नुपर्ने हुन्छ। जस्तै एउटा उदाहरण के छ भन्दाखेरि यो चाहिँ अदालतले नै फैसला गरेको हो। एउटा बच्चाले एउटा बुढी आमालाई चाहिँ कुर्ची पछाडिबाट तान्दिएर अनि उहाँ बुढी आमा लोटेर उहाँको ढाडमा चाहिँ असर परेको थियो। उहाँ शारीरिक रूपमा उहाँलाई असर पर्यो र उहाँले चाहिँ त्यो असरको लागि चाहिँ त्यो व्यक्तिलाई टर्टको थ्रुबाट, दुष्कृतिको थ्रुबाट फाइल गर्नुभएको थियो। र हो त्यो फाइल अनुसार उहाँलाई त्यो बच्चाको कारणले चाहिँ उहाँले आफ्नो शरीरमा अशक्त भोग्नु पर्यो। र त्यो भोग्नु पर्यो भनेर उहाँलाई चाहिँ कम्पनसेसन भराइदिनु भएको थियो। सो जसको बच्चा-बच्ची हुनुहुन्छ र जसको घरमा दिमागी हालतमा अशक्त व्यक्तिहरू हुनुहुन्छ उहाँहरू चाहिँ यो कुरामा सतर्क हुनु होला, किनभने बच्चा-बच्चीले गरेको हो, दिमागी हालतमा अशक्त हुनुभएको व्यक्तिले गर्नुभएको हो भनेर कानुनले छोड्नेवाला छैन। कम्पनसेसन पैसा तिर्नु नै पर्ने हुन्छ, किनभने दुष्कृति कानुन भनेको भिक्टिमलाई सेन्ट्रलाइज गरेर बनाएको कानुन हो। जसले दुःख पाउनु भएको छ कुनै पनि कारणले, अपराधले भने उहाँहरूले चाहिँ कम्पनसेसन पाउनुपर्छ भन्ने मेन उद्देश्य भएको कारणले गर्दाखेरि बच्चा-बच्ची भए तापनि, दिमागी हालतमा अशक्त व्यक्ति भए तापनि उहाँहरूले चाहिँ कम्पनसेसन दिनुपर्छ। त्यही भएर यो कुरामा ख्याल गरेर बच्चा-बच्चीले वा फेरि दिमागी हालतमा अशक्त हुनुभएको व्यक्तिहरूले केही गर्नुभएको छ भने चाहिँ उहाँहरूमाथि राम्रो नजर राख्नु होला, किनभने कम्पनसेसन तिर्नुपर्छ, कानुनबाट छुटकारा पाइँदैन। धन्यवाद।